नेपाली कक्षा 9 पाठ 1 मेघ बिजुली विवाह छन्द शिखरिणी कवि भरतराज पन्त। बिहा हो यो पक्का जलद बिजुलीको गगनमा जुरेको यो राम्रो ग्रह गति असारे लगनमा बजेका हुन् झ्याली झिम झिम गरी बाँसहरूमा हरियो दोसल्ला बिरी नगपुरेतै छ विधिमा मयूरीको बोली श्रुति पथ हुँदा पद्धति भयो हावाले हल्लेको वन जति सबै मण्डप भयो थिए शैल श्रेणी उपर कदली कादल पनि भए शोभादायी रुचि र चँदुवा नै सरी बनी भइन् पृथ्वी तन्ना चौर चगलैचा मखमली दुलाहाको रातो झलल पगरी भोही मचुली बकुल्लाका ताती तरल गतिले आज नभमा उडे जन्ती जस्तै रस बस बढाएर मनमा सितारे घुम्टी हुन् चम चम निसाका जुनकिरी भएती इन्द्रेणी वसन बहुरङ्गी फिरी फिरी भयो रातो खास्टो रवि किरणले पश्चिम गिरी निसाको त्यो कालो तम पटल भो नील कवरी बज्यो छङ छङ गर्दै सकल रुखमा त्यो समयमा भयो बज्ने कल्ली गजब दुलहीको पयरमा अहो झल्की झल्की कानन बधु आज बिजुली अहो झल्की झल्की कानन बधु आज बिजुली लुकेकी पर्दामा पलक भरमा केही सरमली सबै प्राणीलाई भुवन भरमा अन्नहरूको खुवाएकै हो त्यो बर जलदले भोज यसको सलामी बाजाले खनन नगरा एर गगन गयो रानीलाई लिऋतु शरदमा रसलिन गयो रानीलाई लिऋतु शरदमा रसलिन